नमस्ते, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहानको 8:30 बजिसक्यो। म चाहिँ झोला बोकेर अङ्कलको घरदेखि आफ्नो घर जाँदैछु। अनि आज नेपालमा कति गट्टी गयो? चैतको 16-17 गट्टीतिर गयो होला जस्तो लाग्छ मलाई। यहाँ चाहिँ अझै जाडो छ। स्वेटर लगाएर हिँड्नु परेको छ। उता हाम्रो घरतिर चाहिँ आजभोलि पङ्खा लगाएर बस्नुहुन्छ होला सायद। अनि म चाहिँ यहाँ बाटोमा एक्लै छु कि अलिअलि डर लागे जस्तै भयो। अनि त्यही भएर मैले भिडियो अन गरेर जाँदैछु आफ्नो घरतिर। मलाई जानुपर्ने छ त्यो सेतो देखेको छ नि, त्यहीँनिर। त्यो चाहिँ मेरो घर हो। घर त होइन मेरो, तर जहाँ बसिन्छ त्यही घर मान्नु पर्यो। खै के भएको साँझ मलाई रातभरि जति सुत्ने कोसिस गरेँ पनि निद्रा लाग्दै लागेन। बिहानको 4:30-5 बजीतिर बल्ल बल्ल निदाएको। फेरि बिहान उठ्नै पर्यो। फेरि बिहानभरि सुत्ने भएन। अनि बिहान उठ्ने बेलामा यति ह्याङ भएको, टाउको दुखेर आँखा हल्का सुन्ने जस्तै लागिरहेको छ मलाई। के भएको बिपी हाई भएर भएको कि फेरि मनमा त्यस्तो टेन्सन तनाव पनि केही पनि छैन। फेरि सायद मलाई लाग्छ बिपी हाई भएर होला निद्रा नलाग्यो। अनि फेरि मलाई 2-3 दिनदेखि जिउ सन्चो छैन क्या मेरो। मौसम चेन्ज हुन लाग्यो नि, आजभोलि सबै बिरामी भएको छन्। मेरो पनि घाँटी दुखेर हैरान भएको छ। औषधि खाँदाखेरि पनि सन्चो नै हुन्न। के भएको होला? सबैजनाले आफ्नो आफ्नो ख्याल गर्नु होला। अब चाहिँ म पुग्न लागिसकेँ। फाइनल्ली म चाहिँ घर आइपुगिसकेँ। अनि जाँदैछु तरकारीको लागि मटर टिप्न। यता इन्डियातिर मटर भन्छन्, हाम्रो नेपालतिर केरो। अनि आजको मौसम चाहिँ बादल लागिरहेको छ के, शीतल गरेको छ। काम गर्दाखेरि पनि आनन्द आउने जस्तो। अनि मेरो मटर चाहिँ कस्तो भएको छ? मटर त्यति धेरै छिपेको छैन। त्यही पनि तरकारीको लागि चाहिँ एउटा गरेर खोज्छु। दिनमा सब्जी खाने। मैले चाहिँ यति टिपेँ। यति भयो भने चाहिँ हामी 3 जनालाई पुगिहाल्छ। अनि तपाईँहरूलाई पनि मनपर्छ सायद छ भने ल्याउन आउनु होला। अनि अब चाहिँ घर गएर धेरै काम गर्नु छ। त्यही भएर बाई बाई सबैजनालाई। ह्याभ अ नाइस डे।